नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र बिटोप नेपाल गण्डकी प्रदेशको सह आयोजना लगायत विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा आयोजित यो 2 दिने गाउँ पर्यटन मेला 2082 को सन्दर्भमा आयोजित गाउँ पर्यटन चुनौती र अवसर शीर्षकको यो छलफल कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। गाउँ भनेको केवल भूगोल मात्र होइन, यो हाम्रो पुर्खाहरूको सपना हो, जहाँ हरेक पाइलामा संस्कृति छ, जहाँ बासभन्दा बढी आत्मीयता छ। आज हामीले पर्यटन भन्नासाथ ठुला ठुला होटलहरू, विमानहरू, विमानस्थलहरू, सहरहरूको कल्पना गर्छौँ, तर साँच्चीकै मन छुने अनुभव त ती गाउँमा लुकेको छ, जहाँ पाहुनालाई देवताको रूपमा मानिन्छ, अतिथि देवो भवको नाराले। गाउँ पर्यटन भनेको केवल व्यवसाय होइन, यो जीवनशैलीको प्रस्तुति हो, जुन अतिथि र आम्दानी मात्र होइन, सम्बन्ध, माया र स्मृतिको पुल हो। तर आजका दिन त्यही गाउँ पर्यटन अनेक चुनौतीसँग जुधिरहेको छ। पहुँचको अभाव, तालिमको कमी, गुणस्तरको कमी, युवा पलायन, वातावरणमा असर अनि योजनाको स्तरमा मात्र सीमित विकास। त्यसैले आजको यो छलफल केवल औपचारिकता होइन, यो एक आत्ममन्थन पनि हो, उत्तर खोज्ने एउटा प्रक्रिया हो अनि भविष्य बनाउने सङ्कल्प पनि हो। यो छलफलका लागि आज हामीसँग 3 महत्त्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्छ। नीति निर्माताकर्ता, व्यावसायिक नेतृत्वकर्ता, उहाँलाई स्वागतका लागि सम्पूर्ण दर्शकहरूलाई आग्रह गर्न चाहन्छु। पर्यटन क्षेत्रको प्रवर्धनको मूल थलो नेपाल पर्यटन बोर्डमा कार्यकारी सदस्यको रूपमा संलग्न श्री ऋषिराम भण्डारी पर्यटन प्रवर्धनका कुशल रणनीतिकार हुनुहुन्छ। उहाँको नेतृत्वमा गाउँ पर्यटन घरेलु र अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने महत्त्वपूर्ण कदम चालिएका छन्। आजको छलफलमा उहाँको दृष्टिकोणले हामीलाई उत्तर मिल्नेछ के नेपालको पर्यटन अभियानले गाउँको आवाजलाई समेटेको छ वा छैन। त्यसैगरी म गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव श्री हिमा पोखरेलज्यूलाई स्टेजमा निम्त्याउन चाहन्छु। गण्डकी प्रदेश पोखरा राजधानी भएको ठाउँ हो, नेपालको पर्यटनको राजधानी, जहाँ गाउँ पर्यटनको अपार सम्भावना छ। यहाँको पर्यटन नीतिमा समावेश, समृद्ध र दिगो पर्यटनको अवधारणा बोकेर अगाडि बढ्नेतर्फ सरकार अग्रसर देखिन्छ। यस मन्त्रालयमा उपसचिवको रूपमा कार्यरत उहाँ नीति निर्माण, बजेट कार्यान्वयन र स्थानीय तहको समन्वयमा सक्रिय देखिनुहुन्छ। उहाँको अनुभव र आन्तरिक अवलोकन आजको छलफलको विशेष एजेन्डा हुनेछ। त्यसैगरी म तेस्रा प्यानलिस्टलाई बोलाउन चाहन्छु। उहाँ महासचिव हुनुहुन्छ होमस्टे फेडरेसन नेपाल होफेमका कृष्ण चौधरीज्यूलाई म स्टेज उक्लनको लागि आग्रह गर्न चाहन्छु। उहाँ गाउँ पर्यटनको जग भनेकै होमस्टे हो भन्ने कुरामा विश्वास गर्नुहुन्छ, जसले पाहुनालाई केवल सेवा मात्र होइन, संस्कृति, आत्मीयता र स्थायीपनमा प्रदान गर्दछ। देशभरका सयौं होमस्टे सञ्चालकहरूको प्रतिनिधित्व गर्नुहुन्छ उहाँ। आज म प्रश्नको उठान हामीले धेरै चुनौती र अवसरका कुराहरू गरिराख्दाखेरि अहिले गाउँ पर्यटन प्रबन्धनका लागि नेपाल पर्यटन बोर्डले कस्ता खालका रणनीतिक योजनाहरू कार्यान्वयन गरिरहेको छ र ती योजनाहरू साँच्चै प्रभावकारी छन् या छैनन् मूल्याङ्कन गर्नुभएको छ कि छैन, यहीबाट सुरु गर्नेछौँ। धन्यवाद सञ्चालकज्यू। सर्वप्रथम त नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा गाउँ पर्यटन प्रवर्धन मञ्च बिटोप नेपाल पोखराद्वारा सञ्चालित यस ट्राभल मार्ट 2082मा निमन्त्रणा गरिदिनु भएको र यो कार्यक्रम सञ्चालक तपाईँ उपस्थित सम्पूर्णमा चाहिँ धन्यवाद सहित अभिवादन व्यक्त गर्न चाहन्छु। सञ्चालकज्यूले भने जस्तै नेपालको पर्यटन र विशेष गरी गाउँ पर्यटनसँग रिलेटेड, होमस्टेसँग रिलेटेड यसको भविष्य र यसमा हुने चुनौतीहरूको विषयमा बढी केन्द्रित भएर कार्यक्रम अगाडि बढाउँदै हुनुहुन्छ। यो एउटा अवसर पनि हो कि तपाईँ हामीले राज्यलाई एउटा सामान्य तरिकाबाट एउटा सामान्य प्रोग्रामदेखि लिएर केन्द्रसम्म घचघच्याउन सकिने
गाउँ बिनाको पर्यटन परिकल्पना गर्न पनि सकिँदैन। यदि भोलि नेपालका गाउँ बस्तीहरू खाली भयो भने हाम्रो पर्यटन अगाडि बढ्ने कुनै पनि सम्भावनाहरू म देख्दिनँ। गाउँबाटै सुरु भएको पर्यटन हो। गाउँ बिना न त सहरको परिकल्पना भएको थियो या गाउँ बिना न त मानव जातिको अगाडि बढ्ने बाटाहरू नै सञ्चालित भएका थिए। हामीले सरस्वती हेर्दाखेरि विदेशी जुन आज हामीभन्दा 100-200 वर्ष अगाडि छन् भनिएको छ, तिनीहरू पनि बिस्तारै बिस्तारै हाम्रै गाउँ परिवेशमा फर्किन खोजिरहेको अवस्थामा नेपालमा मात्र राजनीति रूपमा केही स्थायित्व लिइदिने र हाम्रा प्रशासनिक संयन्त्रहरू, हाम्रा राजनीतिक संयन्त्रहरू कहीँ न कहीँ नेपालको पर्यटनलाई नै एउटा नेपालको प्रगति आर्थिक उन्नतिको मेरुदण्ड मानेर मात्र अगाडि बढ्ने हो भने यो चाहिँ एउटा चाहिँ भविष्य सुन्दर र उज्यालो देखिने यो चाहिँ एउटा प्रमुख आयाम हो भन्ने मलाई लाग्छ। धन्यवाद। धन्यवाद धन्यवाद सर। म यसपछि हाम्रो उपसचिवज्यूतर्फ लाग्न चाहन्छु। यो गण्डकी प्रदेशको पोखरा पर्यटनको राजधानी घोषणा भएको छ। यही सन्दर्भमा पोखरा र यस आसपासका गाउँहरूलाई समेटेर अगाडि बढेको गाउँ पर्यटनलाई प्राथमिकता दिने खालका नीति तथा कार्यक्रमहरू कुन स्तरमा कार्यान्वयन भइरहेका छन् हामीलाई बताइदिनुहोस् न। धन्यवाद सर, सम्पूर्णमा आभार। सर्वप्रथम चाहिँ यो हामी भाग्यमानी पनि छौँ, हामी सबै पर्यटकीय राजधानी पोखराका बासिन्दा छौँ। सर्वप्रथम त्यसमा पनि पर्यटन भनेको मेन सम्भावना भनेको ग्रामीण क्षेत्रमा नै हो। यसलाई नै मध्यनजर गरेर उद्योग तथा पर्यटन मन्त्रालयले मुख्यत्वे दुई तरिकाका कामहरू गर्छ। एउटा चाहिँ नीतिगत प्रबन्ध मिलाउने काम गर्छ भने अर्को पूर्वाधार एवं प्रवर्धनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ। यसमा ठ्याक्कै गाउँ पर्यटनसँग सम्बन्धित भएर हामीले गर्ने कार्यक्रमहरूमा यहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु। यसमा हामीले विशेष गरेर होमस्टे पूर्वाधार विकास, जुन चाहिँ एउटा मान्छे चाहिँ सहरमा बसेको मान्छे गाउँमा गएर आफ्नै पारिवारिक माहौलमा त्यहीँको उत्पादन भएको परिकारलाई र डाँडाकाँडासँग प्रकृतिसँग रमाउँदै त्यहाँ केही समय स्टे गरेर आयो भने त्यहाँको मान्छेहरूले पनि रोजगारी सृजना हुने, त्यहाँको बाँझो पनि जमिन पनि उर्वरा हुने र हाम्रो आर्थिक गतिविधिहरू गाउँमा नै सञ्चालन हुन सक्ने भन्ने हेतुका साथ हामीले यो ग्रामीण पर्यटन अन्तर्गत होमस्टे कार्यक्रम चाहिँ निरन्तर रूपमा चलाउँदै आइरहेका छौँ। र अर्को प्रवर्धनात्मक कार्यक्रमतर्फ हामीले होमस्टे कर्मीहरूलाई हाम्रो कार्यक्षेत्र 11वटै जिल्लामा भएको हुँदा हामीले प्राथमिकताका आधारमा विभिन्न पाक शिक्षा कार्यक्रम सञ्चालन गर्ने, जसमा त्यहीबाट रैथाने बानी जुन उब्जनी भएको हुन्छ त्यहाँको कृषकहरूले त्यसैबाट धेरैभन्दा धेरै परिकार बनाउन सिकाउनलाई हामीले पाक शिक्षा तालिम पनि निरन्तर गर्दै आइरहेका छौँ। र त्यसको अलावा नेतृत्व विकास तालिम, जसले गर्दा ग्रामीण क्षेत्रमा जस त्यही परिवेशलाई आन्तरिक वा बाह्य पर्यटकमाझ पस्किनका लागि एउटा नेतृत्व शैलीको विकास गर्नका लागि पनि हामीले नेतृत्व विकास तालिम भनेर सबै जिल्लालाई समेट्ने गरेर यसलाई पनि निरन्तर गर्दै आइरहेका छौँ। भने अर्को महत्त्वपूर्ण पाटो भनेको ग्रामीण क्षेत्रमा हाम्रो संस्कृति हो, जुन चाहिँ परम्परागतदेखि हाम्रो पुर्खाहरूले चलाउँदै आउनुभएको संस्कृति अहिले पुस्तान्तरण हुन नसकेको अवस्था छ। अहिलेको युवा वर्गमा पुर्खाहरूले सिकेको सिप कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि हामीले संस्कृति प्रवर्धन अन्तर्गत नृत्य कला सिकाउने ट्रेनिङ पनि हामीले गरिरहेका छौँ र यसलाई पनि निरन्तरता दिने सोच छ। र अर्को कुरा भनेको प्रचार प्रसार। ग्रामीण क्षेत्रमा होमस्टे कहाँबाट जान सकिन्छ, त्यहाँ खानाको व्यवस्था कस्तो छ, के परिकार छ, त्यहाँ संस्कृति कस्तो छ भनेर विश्वमा चिनाउनलाई होमस्टे कर्मीहरू सञ्चालकहरूलाई चाहिँ हामीले यो सूचना प्रविधि IT सम्बन्धी ट्रेनिङ दिएर त्यसमा चाहिँ पहुँच स्थापित गर्नको लागि त्यस्तो खालको ट्रेनिङ पनि चलाउँदैछौँ। र यसको अलावा हामीले महत्त्वपूर्ण काम अहिले के गरिरहेका छौँ भने जुन अहिलेको यो सडक सञ्जालले हाम्रो ग्रामीण पदमार्ग चाहिँ अलिकति विस्तारित गरिरहेको सन्दर्भ छ। यो संवेदनशील विषय छ। एकातिर हामीले ग्रामीण पर्यटन प्रकृतिकै प्राकृतिक स्थितिमै रमाउने र पर्यटकहरूलाई त्यहाँको जे छ परिवेश त्यसमा घुलमिल गराउने भनिरहेका छौँ भने अर्कोतर्फ भौतिक पूर्वाधारको बढ्दो माग छ, बाटोको माग छ। त्यसले गर्दा पर्यटकहरू हिँड्ने बाटोहरू चाहिँ पदमार्गहरू विनाश हुँदै गएको अवस्था छ।
त्यसले गर्दा अहिले हामीले नीतिमा नै वैकल्पिक पदमार्गको विकास गर्ने भनेर त्यसलाई मन्त्रालयले अलिकति चासोमा फोकसमा राखेको पनि अवस्था छ। धन्यवाद म्याम। म फेरि पनि आउँछु। म कृष्ण सरतर्फ आउन चाहेँ। नेपालमा होमस्टेको अवधारणा सुरु भएको करिब करिब 27 वर्ष भयो। 2054 सालमा सिरुबारीबाट स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङले पर्यटक भनेको गाउँमा पनि आउनुपर्छ, त्यहाँको संस्कृति, कला, भाषा, वेशभूषा सबै कुराहरू उहाँहरूले अनुभव गर्नुपर्छ भनेर सुरु भयो। तर अहिलेको परिप्रेक्ष्यमा तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? किनकि गाउँ पर्यटनलाई तपाईँले नजिकबाटै हेर्नुभएको भएर के होमस्टेले साँच्चै गाउँ पर्यटनलाई बदल्न सकेको छ, त्यहाँका मानिसहरूको जीवन बदल्न सकेको छ? धन्यवाद सर। सर्वप्रथम आजको यो गाउँ पर्यटनमा सहभागी हुनुभएका विभिन्न क्षेत्रका विज्ञज्यूहरू, त्यसै गरी हाम्रा चाहिँ गण्डकी प्रदेशका विभिन्न होमस्टे साथीहरू र समग्र यस हलमा उपस्थित हुनुभएका महानुभावहरूमा नमस्कार टक्राउन चाहन्छु। र सरले साँच्चै एकदमै गहन विषय उठाउनु भएको छ। अहिलेको सन्दर्भमा हेर्ने हो भने झन्डै 27 वर्षको यो दौरानमा गाउँको पर्यटन अर्थात् चाहिँ गाउँसम्म पर्यटन जोड्ने एउटा मात्रै विकल्प भनेको होमस्टे हो। र त्यसैका आधारमा अहिले चाहिँ 70वटा जिल्लामा सामुदायिक र निजी होमस्टेहरू स्थापना भएका छन्। र ती सामुदायिक र निजी होमस्टेहरूले चाहिँ समुदाय विशेष खालका जुन समुदायको होमस्टे छ त्यस समुदायको चाहिँ नेचर, कल्चर र एग्रिकल्चर अर्थात् कृषि, प्रकृति र संस्कृति तीनवटै चिजलाई सँगसँगै दिगो बनाउनका लागि चाहिँ त्यसलाई अर्थमा रूपान्तरण गर्नुपर्छ भन्ने हिसाबले त्यो तीनवटै कम्पोनेन्टमा चाहिँ समुदायको आफ्नै ज्ञान, सिप र प्रविधिलाई मासिन नदिनका लागि, दिगो बनाउनका लागि र पुस्ता हस्तान्तरण गर्नका लागि होमस्टे अहिले नेपालको एउटा मात्रै विकल्प भएको छ, जसले चाहिँ आर्थिक समृद्धि ल्याउँछ नै, ल्याएको पनि छ। र केही बेर अगाडिको चाहिँ प्रस्तुतिमा पनि आएको छ, युवा पलायन भएको अवस्था छ, युवाहरू छैन भन्ने छ। होमस्टेले पलायन भएका युवाहरूलाई फेरि रिभर्स गर्दैछ। त्यो चाहिँ विदेशमा गएका युवाहरू फेरि फर्केर आफ्नै ठाउँलाई चाहिँ समृद्धि गराउनका लागि होमस्टेको अवधारणा। कृष्ण सर, एक दुईवटा दृष्टान्त पनि दिनुहोस् न, जस्तै कुन कुन गाउँहरूमा त्यसरी फर्किएको जस्तो एक दुईवटा गाउँ? अब जस्तो गाउँकै हिसाबले हेर्नुहुन्छ भने तराईका अधिकांश होमस्टेहरूमा हामी एक दुईजना युवाहरू जस्तो खाडी मुलुकमा गएर अलिअलि चाहिँ पैसाको जोड गरिसकेपछि आफ्नै घरमा चाहिँ होमस्टेमा लगानी गर्ने खालको चाहिँ प्रत्येक जसो गाउँहरूमा देख्न सकिन्छ। र पहाडतिर पनि पछिल्लो समय जस्तो सुरुमा चाहिँ गाउँ छोडेर जाने युवाहरूको सङ्ख्या देखियो होइन। जस्तो सहरमा गएर चाहिँ स्टडी गरिसकेपछि फेरि गाउँमै फर्केर केही गर्छु भन्ने हिसाबले होमस्टे बनाउने, त्यो सँगसँगै चाहिँ विभिन्न खालको चाहिँ जस्तो व्यावसायिक तरकारी खेतीहरू गर्ने, व्यावसायिक चाहिँ त्यो लाइभ स्टकका लागि जस्तो कुखुरा पालन, पशु पन्छी पालन लगायतको कामहरू गर्छौँ होइन। यो चाहिँ के हो भन्दाखेरि गाउँमा पनि सम्भावना छ है भन्ने खालको एउटा सम्भावना चाहिँ होमस्टेले देखाएको छ। र अर्को यसले चाहिँ कसरी चाहिँ यसले साँच्चै समृद्धि कसरी ल्याउँछ भन्ने कुरोमा जस्तो अहिले चाहिँ सामुदायिक होमस्टेमा कम्तीमा 5वटा घर भन्ने छ होइन। र त्यसको आधारमा 5वटा घरले मात्रै एउटा गाउँमा चाहिँ होमस्टे स्थापना गर्यो भने त्यसले चाहिँ गाउँभरि जस्तो 500 घरधुरी गाउँ छ भने सबै घरधुरीलाई सम्झाउन सक्छ। होमस्टे के रहेछ भने हाम्रो बुझाइ चाहिँ होमस्टे आफैमा चाहिँ साना उद्योगहरूको पनि उद्योगको रूपमा लिन्छौँ। र होमस्टेलाई एउटा निलो मानेर जाने हो भने त्योसँग साना कुटिल उद्योगहरू, लघु उद्योगहरू जसले चाहिँ पोखरा बजारमा आउनुलाई 4 घन्टा लाग्ने एउटा गाउँको एउटा सानो कृषक 1 केजी गुन्द्रुक लिएर चाहिँ पोखरा बजारमा बेच्न आउँदाखेरि ट्याक्सी भाडा पर्दैन। तर त्यो 1 केजी 2 केजी साग सब्जी दुध कुखुराहरू जम्मै गाउँमा खोज्दा छ। मास्न नहोला, धेरै मात्रामा नहोला, तर पनि के रहेछ भने त्यसले चाहिँ गाउँमा वास्तविक रूपमा हाम्रा प्रडक्सनलाई चाहिँ त्यसको मार्केटिङ भ्यालु दिने होइन। त्यसपछि त्यसलाई चाहिँ
यो चक्रीय अर्थतन्त्रको एउटा चाहिँ महत्त्वपूर्ण व्यवस्थापन गर्दै भन्नको मतलब के हो भन्दाखेरि हामीले चाहिँ होमस्टेमा जे काम गर्छौँ, जे उत्पादन गर्छौँ, जे चाहिँ प्रडक्ट बनाउँछौँ, त्यो चाहिँ त्यसले कुनै खालको वातावरणलाई असर गरेको देखिँदैन। जसले चाहिँ के रहेछ भने अहिले जुन विदेशमा पनि अहिले चाहिँ इन्टरनेसनल लेभलमा नेपालको होमस्टे चाहिँ हुनै पर्ने गन्तव्य किन परेको छ भन्दा हामीले दिएको सेवा राम्रो मात्रै लागेको होइन, हामीले दिने सेवा चाहिँ पूर्ण हुँदासम्म चाहिँ हामीले गरेको गतिविधि चाहिँ वातावरण मैत्री छ, सोसियल मैत्री छ, सामाजिक मैत्री छ र सबै पाच्य खालका छ। र यो गरिरहँदाखेरि चाहिँ अहिले यो झन्डै होमस्टेको इतिहास त्यति धेरै लामो छैन। हुन त 2054 सालमा क्याप्टेन मान गुरुङज्यूले सुरुवात गराएको कुरा आइ नै सकेको छ, तर पनि यो सामाजिक व्यवसाय हो भन्छौँ हामीले। र एकैपटक 70वटा जिल्लामा चाहिँ यसरी मात्रै सुरु हुने कारण पनि के रहेछ भने यसले कुनै न कुनै हिसाबले गाउँमा विपन्न समुदायलाई समेट्छ र यसले एउटा व्यक्तिको आर्थिक समृद्धि गर्दैन। यसले यो चाहिँ समुदायमा सामुदायिक आर्थिक समृद्धि गर्ने महत्त्वपूर्ण माध्यम रहेछ भन्ने हिसाबले पनि सरकारी गैर सरकारी विभिन्न सङ्घ संस्थाहरू पनि यसमा ध्यान आकर्षित भएको छ। र यसै सन्दर्भले होमस्टे महासङ्घ नेपाल जुन चाहिँ नेपालभरिका होमस्टेहरूको छाता सङ्गठन हो र यो छाता सङ्गठनले चाहिँ हामी सबै निजी र सामुदायिक होमस्टेहरूको के अरे वकालत गर्ने र हाम्रा चाहिँ प्रोडक्टहरूलाई चाहिँ ब्रान्डिङ गर्ने, व्यवसाय गराउने र सम्भावनाको अध्ययन गर्दै प्रत्येक एक गाउँ एक होमस्टे हुने सम्भावनाहरू पनि छन् र ती चाहिँ क्षेत्रहरूलाई ब्रान्डिङ गर्दै र विभिन्न सरकारहरूसँग पुर्याउने कामहरू पनि गरिरहेका छौँ। र यो चाहिँ होमस्टे सेवा, होमस्टेको अवधारणा पक्कै पनि यो दिगो छ। यो कालान्तरमा एउटा ठुलो एउटा चाहिँ व्यवसायको रूपमा दिन सकिन्छ र नेपालमा इन्टरनेसनल लेभलको चाहिँ एउटा के अरे ब्रान्डिङका लागि र विश्वको एउटा महत्त्वपूर्ण ब्रान्ड चाहिँ सामुदायिक र निजी होमस्टेहरू हुनेछन् भन्ने जबरजस्तीका साथ हामी चाहिँ लागेका छौँ। धन्यवाद सरलाई। म फेरि पनि यसतर्फ आउनेछु। म आम सम्पूर्ण अतिथिज्यूहरूलाई आग्रह गर्न चाहन्छु, हामी करिब 1 घन्टा यो छलफल चलाउनेछौँ 3:30सम्म र कार्यक्रमको उत्तरार्धमा, छलफलको उत्तरार्धमा हामी तपाईँहरूका समयले साथ दिएसम्मका प्रश्नहरू पनि लिनेछौँ र तयारी अवस्थामा बसिदिनु होला प्रश्नको लागि। हामीले अवसरका कुराहरू गऱ्यौँ, अब दोस्रो राउन्ड हामी केही चुनौती र केही तिता कुराहरू पनि गऱ्यौँ। यस्तै 1-2वटा कार्यक्रमहरू बाहेक नेपाल पर्यटन बोर्डलाई एउटा आरोप लाग्ने गर्छ कि नेपाल पर्यटन बोर्डले प्रवर्धनका नाममा लाखौँ बजेट खर्चिए पनि गाउँ पर्यटनको पहुँचमा त्यस्तो परिवर्तन ल्याउन सकेको छैन भनिन्छ। त्यो नेपाल पर्यटन बोर्डको प्राथमिकता अझै पनि सहरी पर्यटनमै सीमित छ। भण्डारी सरलाई प्रश्नको लागि धन्यवाद। र सायद यो प्रश्नको उत्तर मैले यहाँ चाहिँ यहाँहरू माझ दिन पाउनु यो एउटा मेरो अवसरको कुरा पनि हो। नेपाल पर्यटन बोर्ड म एउटा व्यक्ति या म अहिले सञ्चालक समितिमा हुँदैमा म एउटा व्यक्ति अथवा यहाँहरू कोही हुँदैमा कर्मचारी हुँदैमा कर्मचारीमा मात्र सीमित नरहेर एउटा समग्र नेपालको पर्यटनलाई प्रतिनिधित्व गर्ने संस्था हो, जसलाई नेपाल सरकारले पनि आन्तरिक र बाह्य रूपमा प्रचार प्रसारको लागि एउटा जिम्मेवारी सुम्पिएको संस्था हो। र म यहाँलाई यो विषयमा क्लियर गर्दाखेरि म केही पछाडि फर्किनु पर्ने हुन्छ। जब नेपाल पर्यटन बोर्ड 1998 अथवा चाहिँ 2052 सालमा गठन भयो, त्यो बेलामा यसलाई विशुद्ध एउटा स्वायत्त संस्था भनेर चाहिँ घोषणा गरिएको थियो र त्यसमा निजी क्षेत्रको बाहुल्यता भएको हामी सबैले स्वीकारेका थियौँ। समय परिवर्तन हुँदै गयो र समय परिवर्तनसँगै जब नेपालमा सार्वजनिक खरिद ऐन 2063 लागू गरियो र नेपाल राज्यले हरेक निकायबाट गरिने आन्तरिक अथवा बाह्य खरिद प्रचार प्रसार प्रबन्धनका कार्यहरूमा चाहिँ जुन सार्वजनिक खरिद ऐनलाई फलो गर्न पर्ने भन्यो, त्यो दिनदेखि नै नेपालको पर्यटन बोर्ड जुन उद्देश्यले गठन भएको थियो त्यो उद्देश्यबाट विचलित भएको पाइन्छ र तत्काल जो पर्यटन बोर्डमा सञ्चालक समितिमा हुनुहुन्थ्यो सायद उहाँहरूले बोर्डको साथ जोगाउन सक्नु भएन भन्ने लाग्छ।
त्यसै सिलसिलामा पहिला हाम्रा नेपाल पर्यटन बोर्डका कर्मचारीहरू नियुक्तिको विषय चाहिँ बोर्ड आफै स्वायत्त थियो। आफ्नो आवश्यकता अनुसार त्यसको योग्यता त्यसले खोजेको कर्मचारीलाई चाहिँ जुन नियुक्ति गर्न सक्ने सम्भावना थियो। नेपाल कर्मचारी विनियमावली संशोधनसहित जुन लोकसेवा आयोगको क्राइटेरियामा 2072-73 सालमा पर्यटन बोर्डलाई लगियो। त्यसपछि हामीले कर्मचारी पनि हामीले भनेको समयमा नियुक्ति गर्न नसकिने गरी फेरि यसलाई अर्को सरकारीकरण गरियो। यसरी एकपछि अर्को गर्दै चाहिँ पर्यटन बोर्डलाई जुन सरकारीकरण गर्न हिजोका हाम्रा सञ्चालक समितिमा हामीले जुन भूमिका खेल्न सकेनौँ, मैले व्यक्तिगत रूपमा आरोप लागेको होइन, मैले तथ्यपरक रूपमा यहाँलाई भनिरहेको छु। त्यो हिसाबले चाहिँ पर्यटन बोर्ड पछिल्लो समय जब कोभिड-19 पछाडि चाहिँ 2020-21 र 22मा चाहिँ सम्पूर्ण पर्यटनका अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसारका कार्यक्रमहरू ठप्प भएका थिए, कुनै पनि कार्यक्रमहरू हुन सकेका थिएनन्। यहाँहरूलाई मैले के क्लियर गराउनुपर्छ भने नेपाल पर्यटन बोर्डले आफ्नो रकम यदि खर्च गर्न सकेन भने हरेक वर्ष 25% नेपाल सरकारलाई फिर्ता दिएर 75% ल्याउने हो। मतलब तपाईँसँग 100 रुपियाँ छ, तपाईँले त्यो 100 रुपियाँ खर्च गर्नु भएन भने हरेक त्यो वर्षको 25 रुपियाँ सरकारलाई दिएर 75 रुपियाँ बोर्डले पाउनुहुन्छ। भनेको हरेक 4 वर्षमा नेपाल पर्यटन बोर्डको रकम यदि खर्च गर्न सकिएन भने त्यो शून्य बराबर हुन्छ, नेपाल पर्यटन बोर्ड रित्तिन्छ। र जुन पछिल्लो समय धेरै पैसा खर्च गरेर पनि गाउँ पर्यटन प्रवर्धनमा चाहिँ नेपाल पर्यटन बोर्डले हेरेन कि भन्ने कुरोमा म 3टा मात्रै भन्न चाहन्छु। म नेपाल पर्यटन बोर्डमा गएको करिब 1 वर्ष भयो। जुन सार्वजनिक खरिदेनको समस्या थियो त्यो नेपाल पर्यटन बोर्डमा विगत 8 महिनामा, म एक्लैले भन्दिनँ, म सहितको सम्पूर्ण टोली, विभिन्न पर्यटन व्यवसायीहरू, विभिन्न राजनीतिकर्मी, विभिन्न कर्मचारीहरूको सहयोगमा सार्वजनिक खरिदेनले रोकेको जुन पर्यटन बोर्डलाई चाहिँ प्रचार प्रसार र प्रवर्धनको लागि रोकिएको थियो त्यो हामीले निराकरण गरेका छौँ। अब हामीलाई कुनै पनि ठाउँमा प्रचार प्रसार गर्नको लागि बन्देज छैन। हामीले गएको आर्थिक वर्षमा मात्रै 71% नेपाल पर्यटन बोर्डको बजेट हामी प्रवर्धनमा खर्च गरेका छौँ। र धन्न आज तपाईँहरूलाई खुसी साथ भन्न सक्छु कि हाम्रो 92% जति बजेट लगभग अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा चाहिँ प्रचार प्रसार र प्रवर्धनमा खर्च भएको छ। त्यसै गरी हामीले हाम्रै पोखरामा चाहिँ नेपाल पर्यटन बोर्डको 350औं बैठक, नेपाल पर्यटन बोर्डको बैठक यही पोखराको हाम्रो कार्यालयमा, मलाई जहाँसम्म लाग्छ पर्यटन बोर्डको इतिहासमै पहिलो कार्यकाल हो हामीले जहाँ चाहिँ पोखराको कार्यालयमा बसेर निर्णय गरेको अथवा बोर्डको कार्यालय बैठक यहाँ बसेको र त्यसैबाट चाहिँ कर्मचारी विनियमावली चाहिँ संशोधन गरेका छौँ। ती कामहरू हाम्रै पालोमा गरेका छौँ र हामीले अझै पनि टुङ्ग्याउने कामहरू धेरै छन्। तपाईँहरूलाई वास्तविकता भनिदिनुपर्छ कि पर्यटन बोर्डभित्र हिजो निजी क्षेत्रको जसरी हालिमुहाली थियो त्यो हालिमुहाली अहिले हुन सकेको छैन। पछिल्लो समय नेपाल सरकारको कर्मचारी तन्त्र यसमा चाहिँ हाबी भएको चाहिँ स्वाभाविक हो र पछिल्लो समय जुन पर्यटन बोर्डले सही ठाउँमा लगानी गरेन कि भन्ने विषयमा म यहाँहरूलाई चाहिँ के गराउन चाहन्छु भने हरेक चिज वातावरण हेर्नुहोस्, घरको वातावरण राम्रो भएन भने परिवारभित्र पनि विवादहरू हुन्छन्। परिवारभित्र विवाद भयो भने बच्चाहरूमा हुन्छन्, जसको नेपाल सरकारको कुनै न कुनै अङ्गको रूपमा परिचित अथवा कहीँ न कहीँ जोडिएको भएर नेपाल सरकारका ऐन कानुन विनियमावलीहरू हामीले फलो गर्न पनि बाध्यता छ। ती बाध्यताभन्दा बाहिर गएर न हामीले खरिद गर्न सक्छौँ, न प्रचार प्रसार र प्रवर्धन गर्न सक्छौँ। र यसै वर्ष पनि म गर्वका साथ भन्छु कि पर्यटन बोर्डमा हामी गएपछि गाउँ पर्यटन प्रवर्धन मन काठमाडौँ र पोखरालाई विशेष गरी जुन बजेटको व्यवस्था गरिएको यो हामीले नै गरिएको, यो म गर्वका साथ भन्छु। र यहाँहरूले जुन कार्यक्रम गर्नुभएको छ योभन्दा पहिला 3 वर्षमा गरिआएको छ, त्यसपछि 6 वर्षमा, यसलाई अब 6 वर्षमा होइन, हामी अर्को वर्ष यसलाई निरन्तरता दिनेमा म आफै पनि स्रोत व्यवस्थापन समितिको संयोजक भएको हिसाबले त्यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि म व्यक्त गर्दछु। धन्यवाद सरले प्रस्ताइदिनु भयो। अब नेपाल पर्यटन बोर्डको बजेट गाउँ पर्यटनको प्रवर्धनमा पनि मोडिनेछ भनेर त्यो क्लेरिफिकेसनको लागि सरलाई धेरै धेरै धन्यवाद। म हिमा म्यामसँग आउन चाहन्छु। आवश्यक परेका ती होमस्टेहरूले अनुदान पाउनुपर्छ हामी भन्छौँ, किनकि उनीहरूले अनुदान पाएन त गाउँ पर्यटनको प्रवर्धन हुन्छ। तर अघिल्लोचोटि गण्डकी प्रदेश सरकारले नै 361वटा होमस्टे पहिचान गर्यो
र मलाई लाग्छ प्रत्येक होमस्टे 10 लाखको दरले पनि करोडौँ रकम खर्च भयो। पर्यटन प्रवर्धनका लागि खर्च हुनुपर्ने थियो, तर अहिले ती होमस्टे मध्येका अधिकांश 50% भन्दा बढी होमस्टे दिउँसै टुकी बालेर खोज्नुपर्ने अवस्था छ। के अब प्रदेश सरकार अब पनि त्यसरी नै अनुदान रकम बाँड्ने योजनामा छ, अथवा त्यसलाई करेक्सन गरेर अगाडि जाने हो भने पछिल्लो गरेको त्यो गतिविधिलाई तपाईँले कसरी लिनुहुन्छ? धन्यवाद सर। होमस्टे भनेको गाउँ पर्यटनको मुख्य आधार भएर नै पर्यटन मन्त्रालयले होमस्टे प्रवर्धनमा विशेष लगानी गर्दै आइरहेको छ। विगतका सरले उठाउनु भएको प्रसङ्ग चाहिँ विगतका 2टा आगोभन्दा अगाडिको आगोको प्रसङ्ग हो भनेर यहाँलाई बताउन चाहन्छु। यो सुरुमा होमस्टेहरूमा जुन अनुदान वितरण भयो, सुरुको स्थापना कालमा जति पनि होमस्टेहरू हुनुहुन्छ सबैले हौसला प्रदान होस् भन्ने हिसाबले समान रूपमा अनुदान वितरण भएको रहेछ। त्यस पछाडि पछिल्ला 2टा आगोहरूमा हामीले होमस्टे वितरणलाई अलि पारदर्शी बनाउने तरिकाले चाहिँ एउटा कार्यविधि नै बनाएर प्रस्ताव सार्वजनिक सूचना आह्वान गर्ने र सबै जसले आह्वान प्रस्ताव हाल्नुहुन्छ त्यस पछाडि मूल्याङ्कन समिति गठन गरेर स्थलगत अनुगमन गरेर दिनपर्नेलाई मात्रै सिफारिस गर्छ मूल्याङ्कन समितिले र मन्त्रालयले वितरण गर्ने गरिएको छ। पछिल्लो समय 2वटा आह्वानमा चाहिँ यो एउटा सुधारोन्मुख कदम चाहिँ मन्त्रालयले चालेको पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र सरले उठाउनु भएको प्रसङ्ग जुन चाहिँ यतिका रकम लगानी भइसक्यो र प्रतिफल के आयो भन्ने सन्दर्भलाई म जोड्न चाहन्छु। यसमा चाहिँ हामीले चालु आगोमा चाहिँ अबको नीतिमा चाहिँ हामीले के गरेका छौँ भने प्रस्तावित नीतिमा भइरहेको जति पनि हामीसँग सामुदायिक होमस्टेहरू हुनुहुन्छ सूचीकृत 332वटा हुनुहुन्छ मन्त्रालयमा, ती सूचीकृत सामुदायिक होमस्टेहरूको अवस्था के छ, अहिलेसम्म लगानी भयो के कति भयो, कतिले चाहिँ रोजगारी प्राप्त गर्नुभयो, कतिले आम्दानी गर्नुभयो, पर्यटकको आवागमन कस्तो छ, बसाइदर कस्तो छ र सम्भावना कस्तो छ वरिपरिको, यी सबै विषयहरू। र अर्को महत्त्वपूर्ण पाटो भनेको कृषिसँग पनि रिलेटेड गरेर हामीले हेरिरहेका छौँ। अहिले ठ्याक्कै त्यही उब्जनी भएको उपयोग भएको छ कि आयातित वस्तुहरू प्रयोग गर्नुभएको छ, त्यो समेत हेरेर हामीले स्तर निर्धारण गर्ने भनेर हामीले यो कार्यक्रमहरू अहिले प्रस्ताव गरेर गएका छौँ। यो चाहिँ हामी सबैको लागि एउटा महत्त्वपूर्ण कदम हो भन्ने मैले ठानेको छु यसलाई। यसमा हामीले सबै स्थलगत अध्ययन गरेर 11वटै जिल्लामा गएर यो चाहिँ एउटा सूचक निर्धारण गरेर हामीले पक्कै पनि स्थलगत निरीक्षण पछाडि स्तर निर्धारण गर्नेछौँ। त्यसपछि सार्वजनिकको प्रतिवेदन सार्वजनिक हुनेछ, यहाँहरूले देख्न पाउनुहुनेछ अहिलेको सूचकमा कुन होमस्टे चाहिँ साँच्चीकै हाम्रो मकसद हाम्रो लक्ष्य उन्मुख भएर अगाडि बढिरहनु भएको छ भनेर त्यसले ग्रेडिङ गर्नेछ र आगामी दिनमा चाहिँ हामीले लगानीको प्रवृत्तिलाई त्यसै अनुरूप आफ्नो नीतिमा समावेश गरेर जाने पनि हामीले अहिले त्यो सोच बनाएका छौँ। धेरै धेरै धन्यवाद यो सकारात्मक सोचको लागि। म कृष्ण सरतर्फ आउन चाहेँ। तपाईँले होमस्टे मार्फत गाउँको समग्र परिस्थिति बदलिएको र उहाँहरूको जीवनस्तर उकासिएको समृद्धि मार्फत भन्नुभयो, तर म होमस्टे डुलिराख्दाखेरि त्यो समृद्धिको फल चाख्ने युवा पुस्ता नै देख्दिनँ। प्रत्येक गाउँहरूमा वृद्धहरूले सकि नसकी त्यो होमस्टे चलाइराख्नु भएको छ। के होमस्टेमा त्यो आकर्षण नभएर गाउँमा ती युवाहरू नबसेका हुन्? ती युवाहरू गाउँबाट सहरबाट विदेश हुँदै पलायन भइरहेको छ। हामी सकिन्छौँ ती युवाहरूलाई रोक्नको लागि छ। यहाँले भनेको कुरा चाहिँ जायज छ, तर पनि हामी समग्र रूपमा हेर्नु हो भने यो होमस्टे स्थापना भएदेखि अहिलेसम्मको अवस्थामा बिस्तारै चाहिँ युवाहरू रिभर्स हुने क्रममा छ, फर्किने क्रममा छ। तर कालान्तरमा नेपालका युवाहरू नेपालमै सम्भावना देखिरहेको अवस्था छ र हामीले चाहिँ होमस्टे स्थापना भएका गाउँमा हेर्ने हो भने हिमाल पहाड तराई 3वटै क्षेत्रमा होमस्टेहरू छन् र ती होमस्टे स्थापना भएका क्षेत्रमा चाहिँ सुरुमा के भयो भन्दाखेरि होमस्टे बनाउनै गाह्रो, नयाँ प्रोडक्ट भयो र अहिलेको नयाँ युवाहरू चाहिँ आफ्नो समुदाय विषय संस्कृतिभन्दा पनि पश्चिमा संस्कृति र विभिन्न चाहिँ अरू अन्य फेसनले गर्दाखेरि
हाम्रा संस्कृतिहरूलाई सहजै स्वीकार नसकेको युवाहरूको अवस्थाले गर्दाखेरि हामीले चाहिँ ती युवाहरूलाई होमस्टेकै के अरे सेवामा संलग्न गराउन एउटा समस्या र चुनौती छ। तर पनि बिस्तारै अहिले चाहिँ पछिल्लो समय हेर्ने हो भने गाउँमा रहेका युवाहरू जहाँ चाहिँ विदेश पलायन भएका छैनन् ती युवाहरू र विदेश गएर फर्केका युवाहरू बिस्तारै हाम्रा संस्कृतिहरू पनि अनुसरण गर्दै र आफ्ना चाहिँ के अरे बुवाआमाले चाहिँ सिकाएका संस्कृतिहरूलाई पनि बिस्तारै अनुसरण गर्दै आफ्नो साना सन्तानहरूलाई पनि ती संस्कृतिहरूलाई चाहिँ हस्तान्तरण गर्ने शुभारम्भ भएको छ। र केही समयमा यहाँले भने जस्तो अहिले चाहिँ यो होमस्टेको सेवाले युवाहरूले चाहिँ बेनिफिट लिनेछन् र लिइरहेका पनि छन्। र कतिपय कुरा जस्तो गण्डकी प्रदेशको अनुदानको कुरो पनि आएको छ होइन। अब त्यसमा चाहिँ जस्तो युवाले त्यसमा नि लाभान्वित भयो कि भएनन् र त्यसले चाहिँ होमस्टेहरू स्थापना भए के पाल्ने अवस्था छ भन्ने कुरा पनि आएको छ। र सबै ठाउँमा छैन, गण्डकी प्रदेशको पनि जति ठाउँमा चाहिँ अनुदान गयो ती सबै टुकी बाँधेर खोज्नुपर्ने अवस्था छ। गण्डकी प्रदेश के हब भए जस्तै हाम्रो होमस्टेको पनि हब हो। र हामीले चाहिँ सातवटै प्रदेशमा हेर्ने हो भने गण्डकी प्रदेशका चाहिँ अधिकांश होमस्टेहरू चाहिँ होमस्टे मापदण्ड अनुरूप भइरहेका छन्। आफ्नो कल्चरलाई जोगाइराख्नु भएको छ, स्थानीय प्रडक्ट उत्पादनलाई खपत गर्नु भएको छ। र अब यो युवाको जस्तो अन्य चाहिँ क्षेत्रहरूमा जस्तो हामीले युवाको अभाव भयो जस्तो होमस्टेमा पनि युवाको अभाव चाहिँ हो। तर पनि यो हिजोभन्दा आज चाहिँ युवाको सङ्ख्या बढिरहेको छ र आजभन्दा भोलि युवाको सङ्ख्या बढ्छ। यसमा चाहिँ हामी ढुक्क छौँ, किनभने बिस्तारै यो चाहिँ आफ्नो संस्कृति, हाम्रो चाहिँ धर्म परम्परा संस्कार संस्कृतिहरू हामी जहाँ जाँदा पनि त्यो चाहिँ हामी छोड्नु सक्दैन रहेछौँ र बिस्तारै मनन गरिरहेको अवस्था छ होइन रहेछ। हामीले नयाँ प्रविधि नयाँ आधुनिक चाहिँ व्यवसाय गर्नु पऱ्यो भने हामीलाई सिक्नुपर्छ र त्यसमा मनज्ञ लगानी पर्नुपर्छ। तर हाम्रा होमस्टे के हुन् भने यी चाहिँ जेनेटिक हुन्, यी चाहिँ हाम्रो वंशले दिएको चाहिँ सिपहरू हो। हामी थोरै मात्र प्रयत्न गऱ्यो भने सिक्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हाम्रा नयाँ युवाहरू साथीहरू पनि यो चाहिँ सहजै स्वीकार्न सक्ने वातावरण भएको हुँदाखेरि युवाहरूको सङ्ख्या बिस्तारै अब चाहिँ होमस्टे सम्हाल्ने, होमस्टेहरूमा चाहिँ यो व्यवसाय हुने होइन। अहिले पनि जस्तो हाम्रो होमस्टे महासङ्घ नेपालमा अधिकांश युवाहरूको सहभागिता छ र ती युवाहरूले आफ्ना होमस्टेहरू व्यावसायिक रूपमा सञ्चालन गर्नुभएको छ। र होमस्टे व्यवसाय मात्रै होइन, यो सेवा पनि हो। यसले चाहिँ सेवामुखी व्यवसाय भएको हुँदाखेरि यसले नेतृत्व विकास गरेको छ, युवाहरूलाई चाहिँ विभिन्न फोरमहरूमा चाहिँ सहभागी गराउन सकेको छ। मात्र ठुलो खाँचो के छ भन्दाखेरि यसमा चाहिँ अब दूरदराजमा रहेका गाउँहरू जहाँ चाहिँ के अरे यातायातको, सञ्चारको, त्यसै गरी यो बिजुली बत्तीको त्यसको पहुँच नभएका ठाउँहरूमा पनि चाहिँ यस्ता चाहिँ सेवा सुविधामा सरकार निकायहरू पनि ध्यान जान जरुरी छ। र भोलिका दिनमा युवाहरूले होमस्टे मार्फत चाहिँ आर्थिक समृद्धि ल्याउने, रोजगार र स्वरोजगारको सिर्जना गर्ने महत्त्वपूर्ण माध्यमको रूपमा बन्छ। र यहाँले भने जस्तो हामीले चाहिँ युवा छैनन् भन्दैनौँ, युवालाई चाहिँ जसरी भए पनि हामी गाउँमा रोक्छौँ र विदेशमा गएका युवालाई चाहिँ सिप र सम्पत्ति सहित फेरि फिर्ता बोलाउँछौँ भन्ने हाम्रो चाहिँ लक्ष्य छ। त्यसैका आधारमा चाहिँ होमस्टे महासङ्घले पनि निरन्तर लबिङ गरिरहेको अवस्थामा जानकारी गराउन चाहन्छु। धेरै धेरै धन्यवाद। म स्मरण गराउँ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र पिट अफ नेपाल गण्डकी प्रदेशको सह आयोजना लगायतका सङ्घ संस्थाहरूको सहकार्यमा 2 दिनसम्म सञ्चालित, आज र भोलि सञ्चालित यो गाउँ पर्यटन मेला 2082 को सन्दर्भमा हामीले छलफल कार्यक्रम चलाइरहेका छौँ। छलफलको शीर्षक गाउँ पर्यटन चुनौती र अवसर। अब यो छलफल कार्यक्रममा पूर्व सूचना अनुसार तपाईहरूको प्रश्न लिने पालो। कृपया हाम्रो प्यानलिस्ट मध्ये कसलाई यो प्रश्न, व्यक्तिगत प्रश्न नसोधिकन तपाईहरूले आजको विषयवस्तु गाउँ पर्यटन चुनौती र अवसरका बारेमा प्रश्न सोध्न सक्नुहुनेछ। म साथीहरूलाई
यो माइक दर्शकबिरबासम्म पुर्याउनका लागि म आग्रह गर्न चाहन्छु। हामी पोखरा वरिपरि धेरै जसो होमस्टेमा गएर बसेका छौँ। कतिपय होमस्टे जस्तै लाग्छन्, कतिपय यदि लेक साइडतिर बसे जस्तो लाग्छ। यसमा मेरो प्रश्न के छ भने छानो र मानो कति अर्ग्यानिक छ? घरका डिजाइन र खाजा खानामा आधुनिकतातर्फ आकर्षण किन बढ्दो छ? बसाइ र स्वाद किन मौलिक देखिँदैन? होमस्टे र पर्यटन बोर्डसँग मेरो प्रश्न छ। तपाईँको परिचय पनि राखिदिनुहोस् न सर। मेरो नाम सुरेन्द्र पौडेल हो, म एगा पोखरासँग सम्बन्धित छु। होमस्टेमा चाहिँ सबैभन्दा ठुलो चुनौती चाहिँ सरले उठान गरिदिनु भएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। वास्तवमा छानो र मानवकै कुरामा चाहिँ अहिले हाम्रो चाहिँ यो होमस्टे महासङ्घमा हामीले कसरी मौलिकपन बनाउन सकिन्छ, यसलाई कसरी हामीले चाहिँ अर्ग्यानिक बनाउन सकिन्छ, कसरी समुदाय विशेष खालका हाम्रो संस्कार संस्कृति रीतिरिवाज चाहिँ होमस्टेमा यसलाई चाहिँ स्थापित गर्न सकिन्छ भन्ने ठुलो सबैभन्दा ठुलो चिन्तनको विषय पनि रहेको छ। र छानो र मानवले चाहिँ छानो मानव चाहिँ यदि परम्परागत भएन भने त्यहाँ चाहिँ होमस्टे सकिन्छ, मौलिक त्यो चाहिँ बिलाएर जान्छ। त्यसैले अहिले चाहिँ हामीले होमस्टे महासङ्घमा अनुगमन तथा सुपरिवेक्षण आयोग गठन गरेका छौँ र नेपालभरि भएका होमस्टेहरू, तराईमा चाहिँ थारूको होमस्टे हो भने त्यहाँ जाँदा बित्तिकै सोध्नै नपरोस्, मान्छे देखेर चिन्नेला होइन, कालो होला, कालो कालो भयो भने थारू भन्ने होला। अलिक मासतिर गयो भने गुरुङ मगर समुदाय गयो भने अलिक थेप्चे नागरिकसित चिनेला होइन, अनि ब्राह्मणका त्यस्तै खालको होला होइन। तर पनि कसैलाई सोध्नु नपरोस्, त्यहाँ जाँदा बित्तिकै यो थारूको घर हो, यो चाहिँ मगरको घर हो, यो ब्राह्मणको घर हो भन्ने खालको चाहिँ त्यो छानोको कुरोमा हामी एकदमै यसमा चाहिँ चिन्तित पनि छौँ। र हामीले चाहिँ के पनि भनेका छौँ भने सुरुमा हाम्रा लागि कानुन बनाइदिनु सरकार, कानुन छैन, हामी मात्रै यो लगाम बिनाको भयो भने त हामी विभिन्न ट्र्याक जान सक्छ। हामीलाई कानुन बनाइदेऊ भनेछौँ। सबै प्रदेशमा हामी डेलिगेसन गएका छौँ र लुम्बिनी प्रदेशले चाहिँ नियमावली बनाएर नियमनमा गएको छ। कर्णाली प्रदेशले 2073 सालमा होमस्टे सञ्चालन कार्यविधि निर्माण गरेको छ र गण्डकी प्रदेशमा सायद ड्राफ्ट गरिसकेको छ। अब त्यो ड्राफ्टमा छलफल गर्ने बाँकी छ र प्रदेश विशेष हाम्रा चाहिँ हामीलाई लाग्ने कानुन, हामी होमस्टेलाई लाग्ने कानुन छुट्टा छुट्टै खालका छ। कतै अहिले चाहिँ 10 घर भन्ने पनि आइरहेको छ, कतै 5 घर रहेछ सामुदायिक भन्ने कुरा आइरहेको छ होइन। त्यस कारणले चाहिँ हामीले एउटा चाहिँ स्ट्यान्डर्ड मामला के हुनुपर्ने भन्ने कुरामा पनि बहस गर्न बाँकी छ। तर पनि हामी होमस्टे यहाँ जति पनि सहभागी हुनुहुन्छ यहाँले सुनिराख्नु भएको छ। हामीले चाहिँ हाम्रो संस्कार संस्कृति रहन सहन परम्परा चालचलन अनुसार हामीले चाहिँ यसलाई व्यवस्थापन गर्न सकेनौँ भने हामी चाहिँ सिद्धिन्छौँ भन्ने हिसाबले हाम्रो होमस्टे महासङ्घले चाहिँ यसको अनुगमन गर्ने र महासङ्घमा आबद्ध भएका सदस्यहरूलाई यसको कारबाही पनि गर्ने, यसलाई चाहिँ थ्रेड दिने, सूचना गर्ने, निवेदन पत्र पठाउने सम्म चाहिँ हामीले यसको अगाडि प्रक्रिया चलाएका छौँ। र यसमा सम्बन्धित प्रदेश सरकार, सङ्घीय सरकारको पनि ध्यान जान जरुरी छ र टुरिज्मको आदरणीय सरहरू हुनुहुन्छ, उहाँलाई पनि हामी चाहिँ अवरोध गर्न चाहन्छौँ। यसलाई चाहिँ हामीले एउटा मापदण्डभित्र राख्नका लागि सबैको ध्यान जान पनि जरुरी छ। र विशेष गरी पोखरा क्षेत्रमा र हाम्रो चाहिँ नेसनल लेभलमा काम गर्नुभएका विभिन्न सङ्घ संस्थाहरू हुनुहुन्छ होइन। अब भेट अफ नेपालले लामै समय भयो हामी चाहिँ गाउँ पर्यटन भनेर चाहिँ हाम्रै होमस्टेहरूलाई चाहिँ सहयोग गर्नुभएको छ। उहाँ चाहिँ प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। त्यसरी टुरिज्म बोर्डले पनि भर्खरै अहिले चाहिँ यो नेसनल लेभलको एउटा मापदण्ड बनाउने तयारीमा हुनुहुन्छ। सम्पूर्ण स्टेक होल्डरलाई पनि यस विषयमा सहकारी समन्वयका लागि म अनुरोध गर्दछु र हाम्रो चाहिँ चिन्ता छ बिस्तारै हामीले चाहिँ अब पुराना होमस्टे जो स्थापित भएका होमस्टेहरूलाई चाहिँ हामीले परम्परागत बनाउने, मापदण्डभित्र लिएर आउने र नयाँ स्थापना हुने होमस्टेहरूलाई चाहिँ
बिस्तारै त्यो सुरुदेखि नै होमस्टेको मापदण्ड अनुसार समुदाय विशेषको परम्परामा चाहिँ निर्धारित होमस्टे स्थापनाका लागि हामीले चाहिँ पहल गरेका छौँ र आगामी दिनमा चाहिँ बिस्तारै हाम्रा चाहिँ होमस्टेहरू कल्चरल हुनेछन्, परम्परागत रहनेछन् र त्यहाँ चाहिँ हाम्रा आफ्नै प्रडक्टहरू रहनेछ। हामी चाहिँ वास्तवमै गन्तव्य होमस्टेको एउटा अवधारणालाई जाने प्रयत्न चाहिँ गरेका छौँ। धन्यवाद। धन्यवाद सर। म अब दुईवटा प्रश्न लिन्छु। एउटा प्रश्न ऋषि सरलाई र एउटा प्रश्न हिमा म्यामलाई सोधिदिनु होला। प्लिज तपाईँको परिचय सहित प्रश्न राखिदिनु होला। पर्यटन बोर्डले ठुल्ठुला कार्यक्रमहरू गरेका छन् देशभित्र, त्यसले एउटा पोजिटिभ लिएको छ भन्ने ठान्छु। तर स्पेसली कोशी प्रदेशको कुरा गर्दा 7% मात्रै इन्डियन आउँदो रहेछ कि घुम्नको लागि, 11% अन्य देशका, 81% चाहिँ हामी आफ्नै देशका रहेछ। अनि त्यो 15-16 दिने मेला लगाएर के गरेर को गायक गायिका बोलाएर उफारेर हौजी खेलाएर चाहिँ पर्यटन बढ्छ कि हामी एउटा संस्था छ एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिज्म भन्ने, यसमा हामी भुटान, नेपाल र इन्डियाको एउटा मोमेन्टमा हामी छौँ जुन चाहिँ हिमालय रेन्जको छ। हामी कलकत्तामा ओरेन्ज फेस्टिभल भनेर पनि जान्छौँ, यहाँहरूलाई थाहा छ होला। त्यहाँनिर हामी मेघालयसम्मको मान्छे भेलामा छौँ जो चाहिँ पुरै सबै नेपालीमै हुन्छ कि कलकत्ताको त्यस्तो ठाउँमा पनि हामी नेपालीमै यसरी कन्भर्सेसन गर्छौँ। र मेरो हम्बल रिक्वेस्ट चाहिँ के हो भने अरू कुनै पनि संस्थाले विदेशमा गएर कार्यक्रम गरेको खर्च भुक्तान गर्नु नपाउँदो रहेछ एक्सेप्ट पर्यटन बोर्ड। सो हामीले मेरो भनाइ चाहिँ के हो भने हाम्रो लागि सबैभन्दा फेमिलियर टुरिस्ट भनेको यही हिमालयन रेन्जको भुटनिज हो होइन, मेघालय आसामतिरको नेपालबाटै गएका नेपाली भाषीहरू छन्। उहाँहरूलाई मात्रै तान्न सक्यो भने पनि हामीले निकै नै पर्यटनमा विकास गर्न सकिन्छ होला। र मेरो रिक्वेस्ट चाहिँ के हो भने त्यहाँनिर मसिना मेलाहरू राख्छन्, जस्तो हनी फेस्टिभल भन्छ, एउटा सहरभित्र छोटो प्रश्नलाई छोटो हुन्छ। त्यस्तो फेस्टिभलहरूमा हामीलाई थोरै 50-60 हजार भाडु होइन, 2-4 जना गएर हामीले अहिले कोशी प्रदेशमा हामीले जसरी पर्फर्मेन्स गरेका छौँ त्यसरी गर्नेको वातावरण तपाईँहरूले मिलाइदिन सक्नुभयो भने हामी आभारी हुने थियौँ र पर्यटक पनि साँच्चै नै भित्रिन्थ्यो कि जस्तो लाग्छ। धन्यवाद। यसपालि नेपाल पर्यटन बोर्डले कम्तीमा पनि हामीसँग 7 प्रदेशमा जाने, हामी यहाँसँग छिट्टै यहाँकै प्रदेशमा चाहिँ अहिलेको म स्वयं आफै चाहिँ आर्थिक स्रोत व्यवस्थापनको अथवा बजेटको संयोजक भएको हिसाबले पनि म यहाँहरूसँग हाम्रो सम्पूर्ण समिति, हामी 5 जनाको समिति छ, हाम्रो समिति र हाम्रो सचिवालयको साथीहरूसहित म छलफलमा आउनेछु र काम गर्नुभन्दा पहिल्यै भन्ने खालको त्यस्तो स्वभावको पात्र त होइन म। तर मैले चाहिँ कम्तीमा पनि यो वर्ष चाहिँ हामी लुम्बिनीमा र कोशी प्रदेशमा नेपाल पर्यटन बोर्डको कार्यालय सञ्चालन गर्छौँ, त्यो अनुसारको बजेट आउँछ भन्नेमा म चाहिँ यहाँलाई प्रतिबद्धता व्यक्त गर्दछु। र दोस्रो, नेपालको पर्यटन बोर्डले धेरैका गुनासा छन्। नेपाल पर्यटन बोर्डले गरेन, नेपाल राज्यले गरेन। यहाँहरू मैले देख्छु यहाँहरू सम्पूर्ण पनि कुनै न कुनै संस्थाको अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, महासचिव हुनुहुन्छ, अथवा गाउँ पर्यटन प्रबन्धन मञ्चकै अथवा चाहिँ होमस्टेको पदाधिकारी हुनुहुन्छ। यहाँहरूलाई पनि त ती प्रश्न तलबाट आउँछन् होला नि। यहाँहरू नि कहीँ न कहीँ त त्यो जिम्मेवार बोध गर्ने ठाउँमा हुनुहुन्छ होला नि। जस्तै हामीले किन गर्न सकेन, मैले थोरै कुरा जोड्न खोजेको के मात्रै हो भने जस्तै नेपालका गाउँहरू किन खाली भएन, त्यो त राज्यले लिनुपर्ने पोलिसी होला नि। एउटा गाउँ पर्यटन प्रबन्धन मञ्चले अथवा नेपाल पर्यटन बोर्डले लिने पोलिसीले त भोलि गाउँमा युवाहरू रोकिने होइनन् होला। गाउँमा युवा रोकिने 2टा सम्भावनाहरू छन्। जब नेपालले 2046-47 सालमा विदेशमा रोजगारीका रूपमा चाहिँ नेपालीलाई परदेश पठाउने अथवा 2045-46 साल वरिपरिमै नेपालको इम्पोर्ट र एक्सपोर्ट जब खुला गर्यो त्यो दिनदेखि नै नेपाल सिद्धिएको, त्यो चाहिँ हामीले राजनीति नेतृत्वलाई बुझाउनुपर्छ। र यो कसरी सिद्धियो भन्ने तपाईँहरूको प्रश्न उठ्ला, म क्लियर गरिदिन्छु। हिजो हामी नेपालीले 44 सालसम्म जम्मा 4% चोरी निकासीमा हाम्रा वस्तुहरू निर्यात हुने र हामीले 4-5% वस्तुहरू आयात गरेर सञ्चालित नेपाल हो। त्यो बेला हामी आत्मनिर्भर थियौँ। आज हामी विदेशको रेमिटेन्सबाट चल्छ भन्छौँ। हाम्रा सबै गाउँका युवाहरू विदेश पलायन हुनुभयो रोजगारीको सिलसिलामा। हाम्रा खेतबारीहरू पुरै बाँझा रहे र उहाँहरू विदेशमा गएर रेमिटेन्समा चलाउँदा म तपाईँलाई डरलाग्दो खुलासा गरिदिन्छु कि अहिले हाम्रो विदेशबाट पठाएको रेमिटेन्सले लगभग 34-35% जान्छ भने हाम्रो 84% लगानी विदेशबाट हामीले खाना किनेर खानुपर्ने छ। भनेको जति विदेशमा गएर हाम्रा दाजुभाइहरूले दुःख गर्नुभएको छ
त्यो दुःखले तपाईँ हामीलाई खान पुगेको छैन भनेपछि यदि उहाँहरूलाई विदेश जाने नीति बन्द गरिदिएको भए कम्तीमा हाम्रा खेतबारीहरू बाँझो नरहेको भए त हामी आत्मनिर्भर रहन्छौँ नि त। देश कसरी विकास हुन्छ भन्दा 4 चिजहरू प्रमुख भूमिका हुन्छ। एउटा लगानीले रोजगारी सिर्जना गर्न पर्यो, रोजगारी सिर्जना भएपछि उत्पादन हुन पर्यो, उत्पादन भएपछि व्यवस्थापन हुन पर्यो। यी 4 चिजहरू यदि सर्कलमा गएनन् भने देश प्रवर्धन हुन सक्दैन, विकास हुन सक्दैन। भनेपछि राज्यले के गर्नु पर्यो त नि भन्दाखेरि अब यो बिग्रिएको कुरो त बिग्रियो, अब हामी सफा नीति र कहाँबाट जान सक्छौँ भने जबसम्म राज्य एउटा राजधानी केन्द्रित अथवा सहर केन्द्रित नीतिबाट ग्रामीण भेग नीतिमा जाँदैन, अथवा शिक्षा तपाईँको गाउँमै भयो, रोजगारी तपाईँको गाउँमै भयो, उत्पादन तपाईँको गाउँमै भयो र उपचार पनि गाउँमा भयो भने मान्छे सहर आउँदैन। दुःख पोख्नलाई मानिदिनु, तपाईँले हेर्नुहोला कहिले विकट ठाउँका मान्छेहरू उपचार नपाएर काठमाडौँमा रो र गल्ली गल्लीमा बसेको यहाँले देख्नु भएको छ, सहयोग गर्नुभएको छ। कम्ती पनि त्यो दुर्गम ठाउँमा हस्पिटल गयो भने त्यहाँको आधा मान्छे आउँदैन। आज जुम्लाको मान्छेले जुम्लाबाटै पासपोर्ट पायो भने काठमाडौँमा किन आउँदैन भनेपछि यो नीति न त यहाँहरू भएको सङ्घ संस्थाले लिएर हुने कुरा हो, न पर्यटन बोर्डले लिएर हुने कुरा हो। यो नीति भनेको नेपाल सरकारले। दोस्रो शिक्षाको कुरा गर्न चाहन्छु। तपाईँ हामी अध्ययन गर्दाखेरि मलाई लाग्छ हामी 7वटा विषयमध्ये 6वटा विषय चाहिँ नेपालीमा अध्ययन गर्थ्यौँ, एउटा मात्रै सब्जेक्ट इङ्ग्लिसमा अध्ययन गर्थ्यौँ। अहिले हेर्नुभयो भने 6वटा सब्जेक्ट चाहिँ इङ्ग्लिसमा पढाइन्छ, एउटा सब्जेक्ट मात्रै हामी नेपालीमा पढ्छौँ, त्यो हो नेपाली विषय। अहिले हाम्रो बच्चा-बच्ची राम्रोसँग नेपाली लेख्न बोल्न पनि जान्दैन। हामीले किन यसरी राज्य सिध्यायौँ? एउटा मात्र उदाहरण दिन्छु। चाइनाले अहिले पनि आफ्नो इन्जिनियरहरूलाई, अहिले पनि आफ्नो ठुल्ठुला वैज्ञानिकहरूलाई इङ्ग्लिस भाषा सिकाउँदैन। उनले मात्र कूटनीति नियोगमा काम गर्ने मान्छे र पाइलटलाई बाहेक कुनै पनि नागरिकलाई इङ्ग्लिस भाषामा सिकाउँदैन, किनकि भोलि वो राज्यले लगानी गरेर उत्पादन गरेको उत्पादन विदेशमा गएर पलायन नहोस्। हाम्रो नेपालले यो राज्यले यतातिर सोचोस् न, अनि रोकिएला नि त नेपाल। तपाईँ हामी हिजो पढ्दाखेरि संस्कृत जस्तो पाठ थियो, अहिले ठुल्ठुला देशहरू जुन अस्ट्रेलियाले, लन्डनले, इभन अमेरिकाले संस्कृत पढाइरहेछ, जहाँ कि संस्कृत पढ्दा मान्छेको अन्य विषय पढ्दाखेरि चाहिँ 60% दिमाग चल्छ भने तपाईँले संस्कृत अध्ययन गर्नुभयो भने 100% दिमागले काम गर्दो रहेछ। त्यता लगाउन। अथवा हिजो हामीले पढ्ने सामाजिक शिक्षाहरू, कृषि शिक्षाहरू, स्वास्थ्यका शिक्षाहरू मासेर अहिले विदेश जाने मेन पावर उद्योगमा उत्पादन गर्ने राज्य। तपाईँ हामीलाई चाहिँ गाउँमा हिजो हाम्रो बुवा आमाले कम्तीमा पनि खेती सिकाउनु भयो। अहिले म पनि धान रोप्न जान्दछु, धान लाउन जान्दछु, बिरुवा रोप्न जान्दछु, डोको नाम्न बुझ्छु। यी सबै मेरो बुवाले कम्तीमा मलाई बाँच्ने आधार त दिनुभएको रहेछ नि त। खोइ अहिलेको राज्यले दिएको त्यो भएर चाहिँ यो पर्यटन बोर्डले गरेन अथवा विभिन्न सङ्घ संस्थाका अध्यक्षले गरेनन् भन्दा पनि यो राज्यले लिने नीति हो। जबसम्म राज्यले नीति लिँदैन तपाईँ हामीले होमस्टे सञ्चालन गरेर गर्न सकिँदैन। ल हेर्नुहोस्, पोखरा जस्तो सिटीमा होमस्टेको अवधारणा के हो भने दुर्गम क्षेत्रमा जहाँ हजुरहरू हामीहरू गएर बस्नको लागि होटलको सुविधा छैन, त्यहाँका स्थानीयका घरमा गएर तपाईँले त्यो परिवारमा गएर विदेशी होस् स्वदेशी होस् तिनको आफ्नो रहन छ। हिजो हाम्रो बसाइ कस्तो थियो, खवाई कस्तो थियो, एउटा घरमा भुइँमा सबै चकटी ओछ्याएर सुत्ने जुन परम्परा थियो त्यो खोजिएको हो। होमस्टेमा एउटा चाहिँ आवश्यकता के छ भने हामीले गाउँहरू हिजो तपाईँ हाम्रो रहन सहरमा अलि सरसफाइमा त्यति सचेतना थिएन भने त्यो सचेतना हुन जरुरी छ। जस्तै बाथरुम अलिक क्लिन होस्, सुत्ने बिस्ताराका बेडहरूका च्यादरहरू अलि सफा हुन्, हामी सरसफाइमा जानुपर्छ। तर राज्यले दिन्छ काठमाडौँ सिटीभित्र र पोखरा सिटीभित्र होमस्टे बनाउन दिन्छ, भएका होटल सुकेका छन्, अरबौँ लगानी छ। जस्तो मैले उदाहरणको लागि दिन्छु, हाम्रो विश्व अधिकारी दाई, उहाँ मेरो गुरु पनि हो, किनभने म पर्यटनमा एउटा भरिया हुँदाखेरि दाई गाइड हुनुहुन्थ्यो, म उहाँहरूसँग पछि लाएर जान्थेँ। उहाँले सक्दा पनि पोखराको लेक साइडको होटल बेचेर अस्तापमा गएर एउटा होमस्टे चलाएर बस्नु भएको छ, आफ्नो उत्पादन गरेर खाउनु भएको छ। हामी सबैमध्येको एउटा उदाहरण दाई हो। मैले उहाँलाई चाहिँ मेरो चिनेको भएर नजिकको भएर भन्न खोजेको होइन। तपाईँ हामी पनि यतातिर फर्किन सिकौँ न, राज्यले त्यो व्यवस्था गरेर बाध्य भइन्छ सिक्नलाई भन्दै चाहिँ मैले मेरो विषय उहाँ कोशी प्रदेशको थियो। मैले यो अलिकति बाहिरी विषय किन जोडेको हो भने पर्यटन बोर्डले मात्रै नीति बनाएर बन्दैन। पर्यटन बोर्डको सचिव अध्यक्ष हुनुहुन्छ, नेपाल संस्कृति तथा नारी उड्डयन मन्त्रालयको सचिव। हामीले आफ्ना कुरा राख्न पाउँदैनौँ। हामीले बोर्डमा बहुमत दिलाए पनि उहाँले बैठकमा राख्न सकिँदैन, त्यहाँभित्रको अप्ठ्याराहरू पनि छन्।
हामी जुट्दै पनि छौँ र कोशी प्रदेशले होइन समग्र नेपालमै पर्यटन बोर्डले यसपालि म आफै स्रोत व्यवस्थापन समितिको संयोजक भएको हिसाबले भोलि हामीले पोखराका हरेक पर्यटनसँग रिलेटेड सङ्घ संस्थालाई 3 बजेदेखि बेलुका 6 बजेसम्म बर पिपल होटलमा बजेट सम्बन्धीको छलफलमा बोलाएका छौँ। अधिकांश संस्थाको अध्यक्ष महासचिवले मेरो विचारमा निमन्त्रणा पाउनु भएको होला। यदि कुनै सङ्घ संस्थाले हाम्रो भुलवश गल्तीवश पाउनु भएको छैन भने पनि यहाँहरू आइदिनु होला, तपाईँहरूले सुझाव दिनु होला। तपाईँहरूले दिएका सुझावहरू हाउभाउ लागू गर्न चाहिँ म प्रयत्न गर्छु। फेरि एउटा कुरा तपाईँहरूले के चाहिँ मान्नु पर्यो, तपाईँहरू पनि त स्वार्थी हुनुहुन्छ नि त, छ नि त नेपाली त्यो छैन। तपाईँले भोलि ठुलो बाटोमा म तपाईँको 2 किलोमिटर चाहिँ म गोरेटो बाटो बनाइदिन्छु भने पनि सबैले घर अगाडिको लिएर आउनुहुन्छ नि। अन्नपूर्ण बेस क्याम्पमा जाने, अन्नपूर्ण साउथ जाने अथवा मध्य हिमाल जाने बाटो ल्याउनुहुन्न नि त। हामी त्यो नेचरको नेपालीहरू छौँ भन्ने मेरो भनाइ हिसाबले। थ्याङ्क यू सर। समयको पाबन्दीले अन्तिम प्रश्न हिमा म्यामको लागि कृपया आफ्नो परिचय दिएर म्यामलाई प्रश्न सोध्नु होला। घरवास गर्दा अनुमोदित अनुगमन र नवीकरण गर्न प्रदेश सरकारले कस्तो प्रक्रिया अपनाएको छ स्पष्ट गरिदिनु होला, हस् धन्यवाद। एउटा यो धेरै होमस्टेहरू यो एकाको अन्तर्गत होइन, जति जनजातिहरू छन् र मिडियमको हाई रेन्जमा बस्नु भएको हुनाले होमस्टेहरू त्यही नै छन्। त्यहाँ जाँदा यो एकापले गर्दाखेरि पर्ने असर, जस्तै 1 महिनाको एकापको फी छ भने त्यसमा मल्टी इन्ट्री सिस्टम बनाऊ भनेर हामी धेरै अगाडिबाट कुरा गरेका थियौँ। योपालि मन्त्रालयले यसलाई पहल कदमी गर्दा अबको वर्षमा यसले मूर्त रूप पाओस् भन्ने यहाँलाई अनुरोध गरेँ। किनकि त्यहाँको होमस्टेमा लाँदाखेरि 3000 को 1 महिनाको छ भने अहिले बाटाघाटा सब सिद्धिएर 1 हप्तामा ट्रेकिङ सिद्धिन्छ भने एउटा ताङतिङ जाँदाखेरि फेरि 3000 तिर्नुपर्ने बाध्यताकारी छ यो नियम होइन। त्यो बसी मल्टी इन्ट्री सिस्टम गर्न पायो भने हुन्थ्यो। अर्को कुरा जस्तै अप्पर मुस्ताङमा रेस्ट्रिक्टेड एरियाको फी छ 500 र त्यसमा ग्रुप भनेपछि 1000 तिर्नुपर्छ। अहिले हामीले नाका पनि खोल्यौँ, उताको चाइनिज पनि मुभमेन्ट हुन्छ, त्यहाँ पनि धेरै होमस्टे हुन्छ। त्यो होमस्टेमा हामीले मुक्तिनाथ गाउँको विदेशीलाई लाँदाखेरि $500 तिर्नुको होमस्टेमा जाँदैन। त्यो भएर त्यो रेस्ट्रिक्टेड एरियाको पनि योपालि मन्त्रालयबाट अलिकति सोच भन्नुभयो। अनि अहिले मलाई अर्को एउटा कुरा एकदम दुःख लाग्यो, होमस्टे भर्खर बामी सर्ने स्थितिमा छ। अहिले बागलुङको 5 नम्बर स्टलमा मैले डकुमेन्ट माग्दाखेरि के भेट्यो भने होमस्टेलाई भ्याटमा लगाइदिएको रहेछ बागलुङ जिल्लामा। अब यो होमस्टेले भ्याटमा लान के अहिले आवश्यक छ, अलिकति यिनीहरूलाई हामीले अझै मोटिभेट गरेर अझै राम्रो भयो भने त भोलि अवश्य पनि यो लोकल प्रोडक्ट घरेलु मदिराको इजाजत पायो भने त भ्याटमा जाला। अहिले भ्याटमा राखिएको रहेछ। यो फेरि हामीले 76 मार्चमा नि यही बारेमा नि अलिकति कुरा पनि गरेको थियौँ। अनि यो त भयो होला अहिले भन्ने थियो, यो भएको रहेछ। यसको लागि एउटा पहल कदमी चालिनुको लागि मन्त्रालयबाट अनुरोध गरेको थिएँ। हामीसँग यो होमस्टे दर्ता नवीकरण सबै विषयमा सञ्चालन गर्ने कार्यविधि छ, कानुनी व्यवस्था छ। यहाँहरूले चाहिँ मन्त्रालयमा सम्पर्क गरेर लिन पनि सक्नुहुन्छ। यसमा चाहिँ खास सर भनेको जस्तो 5वटा घर भनेको चाहिँ अल्पसङ्ख्यकको हकमा मात्रै हो, नत्र सबैलाई 10 घर अनिवार्य भनेको छ दर्ताको लागि। अर्को तारानाथ सरले उठाउनु एकदम महत्त्वपूर्ण विषय उठाउनु भएको छ, यो एक्याप र एमक्यापको विषय छ। यो संविधानमा त नै अहिले चाहिँ सङ्घको अधिकार क्षेत्रभित्र एक्याप र एमक्याप पर्छ र त्यो शुल्क निर्धारण गर्ने विषय पनि एक्याप एमक्यापले गर्छ। र यहाँनिर अलिकति समस्या के भइरहेछ भने पर्यटन क्षेत्र भनेको तीनवटै सरकारको अधिकार क्षेत्रमा छ संविधानले। यो साझा अधिकार सूचीमा भएको भएर पनि कतिपय उल्झनहरू आइरहेको अवस्था छ। यसमा हामीले गण्डकी प्रदेश सरकारले चाहिँ यो राष्ट्रिय विकास समस्या समाधान समिति भन्ने हुन्छ प्रधानमन्त्रीको अध्यक्षतामा, त्यसमा पनि हामीले प्रस्ताव उठाएर पठाएका छौँ। के भनेका छौँ भने एक्याप एमक्याप अझै पनि सङ्घकै मातहतमा रहने, अनि एक्याप एमक्यापभित्र हाम्रा होमस्टेहरू पनि रहने, हाम्रा भौतिक पूर्वाधारहरू पनि त्यहीँ जाँदाखेरि डुप्लिकेसन जस्तो भयो। शुल्क उठाउने एक्याप एमक्यापले हो भने पूर्वाधार विकास पनि गर्नु पर्यो, किनभने पर्यटकहरूका गुनासाहरू हुन सक्छन्। फोहोर मैला व्यवस्थापनका विषय, सरले भने जस्तै शुल्क चर्को हो भने त्यसमा पुनरावलोकन गर्ने विषय, दोहोरो शुल्कका विषयहरू, त्यसमा चाहिँ पर्यटकलाई सकेसम्म कम झन्झटिलो होस्, पर्यटक मैत्री होस् भन्ने नै हाम्रो ध्येय हो। सकेसम्म बसाइ अवधि पनि बढी होस् पर्यटकको भन्ने हाम्रो लक्ष्य रहेको हुँदा तारानाथ सरले उठाएको विषयलाई हामीले एकदमै अगाडि राखिरहेका छौँ। यसमा चाहिँ यङ ल्याकमा पनि पठाउने गरेर निर्णय भएको छ भने अहिले पनि हाम्रो छलफलमा नीति प्रस्तावित नीतिमा र हामीले प्रेजेन्टेसन गर्दा योसँग मेन समस्या चाहिँ के भइरहेछ भने एक्याप एमक्यापको के शुल्क उठाउने भने बाँडफाँडको विषय नै हुनु पऱ्यो।
होइन भने यहाँका पनि विषयहरूलाई चाहिँ सम्बोधन हुनुपर्ने, जस्तो एक एफएमले शुल्क उठाउने, फेरि त्यहीँ हामीले वैकल्पिक पदमार्ग बनाउनु पर्ने, सडकको पहुँच पुग्छ फेरि वैकल्पिक पदमार्गमा प्रदेशले लगानी गर्नुपर्ने, गर्दाखेरि त जहाँबाट उठाइएको त्यसले नै त्यो क्षेत्रलाई सम्बोधन गर्नुपर्ने होला, अनि फेरि संहिताको मर्मअनुसार नै जानुपर्ने होला। फेरि त्यही भएर यो आपसी समझदारीको विषय, यो नीतिगत विषय हो। म कर्मचारीले बोल्ने भन्दा पनि यो तीनवटै तहमा सामञ्जस्यता गरेर यसलाई टुङ्ग्याउनुपर्छ जस्तो मलाई लाग्छ। र यसमा चाहिँ गण्डकी प्रदेश सरकारको यो मेन सवालमा चाहिँ उठिरहेको बेहोरा पनि हामीले जानकारी गराउन चाहन्छु। र अर्को सरले उठाउनु भएको छ यो महत्त्वपूर्ण विषय, मैले भुल्थेँ होला, तारिणी सरले उठाउनु भएको छ यो भ्याटको विषय। यो हामीले चाहिँ सरले सँगसँगै घरेलु मदिरा पनि जोड्नु भएको छ, अर्को सरले पनि उठाउनु भएको थियो। यो ग्रामीण पर्यटनलाई संस्थागत गर्ने सन्दर्भमा घरेलु मदिराको विषय पनि उठिरहेको छ। हामीले पर्यटनलाई कृषिसँग नजोडेसम्म यसले चाहिँ दिगो पर्यटनलाई लक्ष्य प्राप्त गर्न नसकिने भएको हुँदा अहिले हामीले घरेलु मदिरालाई चाहिँ वैधानिक बनाउने हिसाबले प्रदेश सभामा, गण्डकी प्रदेश सभामा यो दर्ता भएको छ। यदि यो पास भयो भने हाम्रा ग्रामीण क्षेत्रमा उत्पादन हुने जुन घरेलु मदिरा छ त्यसले वैधानिकता प्राप्त गर्छ र सरले भनेपछि त्यो स्थितिमा चाहिँ भ्याटको अनिवार्यता हुने नै भयो। र अघि पछि चाहिँ अहिले हामीले ग्रामीण पर्यटनलाई ठुलो होटेल व्यवसायको रूपमा हामीले हेरेको पनि छैनौँ र हेर्दा पनि हेर्दैनौँ। त्यसै गरेर कतिपय पर्यटकहरू फेरि बाह्यभन्दा आन्तरिक बढी हुने होमस्टेमा, अनि आन्तरिक पर्यटकहरू हामी बाह्यभन्दा हामी बढी सौखिनकै महत्त्वाकाङ्क्षी भइदिने पर्यटकहरू आफै एसीवाला पनि चाहिने, अनि त्यहाँबाट ढलङको घर भएको भइदिए हुन्थ्यो होइन, अनि एट्याच बाथरुम भइदिए हुन्थ्यो भन्ने खालको अहिलेका पर्यटकहरू पनि अलि भ्याइको अलिकति सहरी क्षेत्रको बढी आइदिने गाउँमा, अनि त्यही सहर नै पूर्वाधारहरू खोज्ने भएको भएर अलिक कतिपय हाम्रा होमस्टे कर्मीहरूलाई पनि अलिकति कठिनाइ भएको हामीले सुनेका छौँ। तर हामीले चाहिँ त्यसमा पनि कन्भिन्स गराउनु पऱ्यो। बाटो चिप्लो छ र कोही पर्यटक लड्यो भने होइन यो पनि यहाँको चाहिँ ऊ हो होइन, ब्रान्ड हो भनेर पनि हामीले बेच्नुपर्ने हुन्छ। हाम्रो शैलीमा नि कतिपय कुराहरू त डिपेन्डेन्ट छ जस्तो लाग्छ। होमस्टे कर्मीहरूले आफ्नो जस्तो स्थिति छ त्यसलाई नै बेच्नुहोस् भन्ने हो। होमस्टे चलाइराख्नु भएको छ, बाहिरबाट उत्पादन गरेको ल्याएर खुवाउनु भयो भने त त्यो हामीलाई पनि खल्लो लाग्छ। कतिपय गुनासो हामीले पनि सुनेका छौँ, हामीले अनुदान दिइरहेका छौँ। अनि होमस्टे कर्मीहरूले फेरि बजारको मार्केटको चाहिँ प्रडक्सनलाई लगेर बेच्नु भयो भने त त्यो त कतै पनि सफल भएन नि त। उहाँहरू पनि फेरि संस्थागत हुन सक्नुहुन्न, किनभने आम्दानीको विषय छ, बाहिरबाट खरिद गर्नुहुन्छ, फेरि कति नै सस्टेन हुन सक्नुहुन्छ भन्ने सन्दर्भ पनि छ। त्यही भएर हामीले सँगसँगै घरेलु मदिरालाई के जोडेका छौँ भने अब उत्पादन पनि त्यही हुनको लागि बाँझो जमिनमा अब कोदो पनि त्यही उत्पादन गर्नलाई अनुदान पनि सँगसँगै कृषि मन्त्रालयले लैजाओस् भन्ने हो। त्यस्तो कसैको बाँझो जमिन छ, अहिले घरेलु मदिरालाई पनि उत्पादन गर्ने उद्योग दर्ता हुँदैछ भने फेरि बाहिर गएर अरू प्रदेशमा गएर कोदो उठाउनुभन्दा यहीँका बाँझा जमिनबाट कोदो प्रडक्सनहरूलाई अनुदान दियो भने त्यो पनि युवाहरूलाई चाहिँ सस्टेन गराउन सकिन्छ कि भनेर त्यसलाई पनि प्रस्तावित नीतिमा गण्डकी प्रदेश सरकारले फोकस गरेर गएको अवस्था छ। हस्, धन्यवाद म्याम। आदरणीय अतिथिज्यूहरू, वक्ताज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, हामीले आजको प्यानल छलफलमा गाउँ पर्यटनसँग जोडिएका धेरै आयामहरूलाई केलायौँ र केही निष्कर्षहरू छन्। म 1 मिनटमा सरसर्ती ती निष्कर्षहरूलाई यहाँहरूमा जानकारी गराउन चाहन्छु। गाउँ पर्यटन अब नारामा मात्र नभई व्यवहारमा उतार्नुपर्ने राष्ट्रिय अभियान हो। नीति निर्माणबाट स्थानीय समुदायसम्म सबैले सहकार्यमा लाग्नुपर्ने आवश्यकता स्पष्ट देखियो। होमस्टे प्रणाली गाउँ पर्यटनको मेरुदण्ड पनि बनेको छ। यसको गुणस्तरको छलफल गऱ्यो हामीले। तालिम, बजारीकरण र अनुगमन प्रणाली अझ सुदृढ गराउनु पर्ने आवश्यकता छ। गण्डकी प्रदेशले गाउँ पर्यटनलाई प्राथमिकता दिएको छ। नेपाल पर्यटन बोर्डले पनि यसलाई प्राथमिकता दिएको र आगामी दिनहरूमा पनि बजेट जुन अनुसार छुट्याउने प्रतिबद्धता पनि हामीले पायौँ। बजेटको उपयोग, स्थानीय तहसँग समन्वय र पर्यटकीय पूर्वाधार र प्रचार प्रसारको काम पनि निरन्तर हुने आज हामीले छलफल गऱ्यौँ। र त्यस्तै स्थानीय समुदायको स्वामित्व र महिला र विशेष गरेर युवा आकर्षणका कुराहरू पनि आज हामीले छलफल गऱ्यौँ। युवाहरू आकर्षित भइरहेको निष्कर्ष निकाल्यौँ। चुनौतीहरू अझै छन्। अनुगमनको कमजोरी, बजारसम्मको पहुँचको अभाव, नीतिगत अस्पष्टता र अझ धेरै होमस्टे व्यवस्थापन गर्नुपर्ने चुनौतीहरू छन्। चुनौतीहरूलाई अवश्य पनि सकारात्मक सोच र कार्यान्वयनले हामी चिर्दै जानेछौँ। अन्तमा गाउँ पर्यटनको यात्रा एउटा सस्तो ब्याकप्याकिङ भन्दा धेरै माथि उठेको छ। अब यो राष्ट्रिय पहिचान,
स्थानीय समृद्धि र अन्तर्राष्ट्रिय सन्देशको माध्यम भएको छ। आजको छलफलमा हामी सबैमा एउटा कुरा त अवश्य जगाएको छ, गाउँ पर्यटनको सम्भावना मात्र होइन, उत्तरदायित्वको कुरा पनि हो। हामी प्रत्येकले उत्तरदायी भएर गयौँ भने गाउँ पर्यटनले समृद्धि हासिल गर्नेछ र त्यो उत्तरदायित्व हामी सबैले बाँड्नुपर्छ, सरकार, सङ्घ, समुदाय, बोर्ड र पाहुनाले समेत। धन्यवाद सम्पूर्ण दर्शकहरूलाई यो प्यानल छलफललाई उत्सुकतापूर्वक सुनिदिनु भयो, हेरिदिनु भयो र प्रश्न पनि सोधिदिनु भयो र हामीलाई टेलिभिजनबाट हेर्नुहुने दर्शकहरूलाई पनि धेरै धेरै धन्यवाद। अझै धेरै धन्यवाद हाम्रा तिनैजना वक्ताजीहरूलाई जसले आफ्नो अमूल्य समय हाम्रो यो छलफलका लागि छुट्याइदिनु भयो र आयोजकलाई पुनः एकचोटि गाउँ पर्यटन चुनौती र अवसरको यो छलफलमा मलाई मोडरेटरको रूपमा विश्वास गर्नुभएकोमा पिट अफ नेपाल गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयलाई समेत धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। आउनुहोस् गाउँ पर्यटनको यो यात्रामा सँगसँगै सहयात्रा गरौँ। यति भन्दै म पिट अफ नेपाल गण्डकी प्रदेशको सल्लाहकार दिपेन्द्र पहाडीलाई पनि अर्को यस्तै कार्यक्रमसम्मका लागि बिदा दिनुहोस्। नमस्कार, जय पर्यटन।